माउन्ट एभरेस्ट इन्टरटेनमेन्ट संगीतको सारथी। देश डुब्न थालिसक्यो, कोहीलाई छैन वास्ता, सबैजना आफ्नै तालमा हुन थाले व्यस्त। देश डुब्न थालिसक्यो, कोहीलाई छैन वास्ता, सबैजना आफ्नै तालमा हुन थाले व्यस्त। आफै ठान्छन् आफू राम्रो, कोही छैन व्यर्थ, जसरी नि कमाउने हो सबको यही स्वार्थ। कोहीलाई के को चक्कर यहाँ, कोहीलाई के को चक्कर, कोहीलाई के को चक्कर यहाँ, कोहीलाई के को चक्कर। कोहीलाई भने मोज मस्ती, कोहीलाई भने ठक्कर, कोहीलाई भने मोज मस्ती, कोहीलाई भने ठक्कर। ठक्कर 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 ठक्कर। हैन तपाईलाई अलिकति पनि लाज लाग्दैन त्यसरी सारी चोलो लगाएर हिँड्दा? के को लाज? जसरी पनि त्यो काजीलाई त लगाउनु थियो, मेरो दिमागमा जे आइडिया आयो मैले त्यही गरेँ। मेहनत गरेर कमाएर खुवाउन सक्नुहुन्न भने चुरा पोते लाएर बस्नु, मजा आउला कमाउन। तेरो कुन चाहिँ बाउले 3 दिनमा लाख रुपियाँ कमाउने जागिर दिन्छ? तिमीहरूको यहाँ उठी बास नलागोस् भनेर यो सब मैले नाटक गरेको। ल जे भयो भयो, अब के गर्ने सोच्नु भएको छ? हातमुख जोड्नलाई त कमाउनै पर्यो। आफ्नै हात आफ्नै मुख, जतिखेर जोड्दा नि भइहाल्यो नि। इ देखिनस् किन कमाउनु पर्यो? जे कुरा पनि यसरी उडाएर हुन्छ? आफूमाथि भएको जिम्मेवारी त अलिकति पनि महसुस हुँदैन? घरमा बिहे गर्ने लायक बहिनी छ, बुढी आमा हुनुहुन्छ, हाम्रो पनि भोलि सन्तान होला। यसरी आवारा भएर डुलेर यी सबै दायित्वहरू पुरा गर्न सक्नुहुन्छ तपाईँले? परेपछि गरिन्छ, अहिलेदेखि यस्ता कुरामा टेन्सन लिएर बस्दिनँ म। अहिले नगरे कहिले गर्नुहुन्छ त? बुढेसकालमा हातखुट्टा चल्न छोडेपछि बिस्तारै हाम्रो पनि उमेर ढल्किँदैछ। धेरै किचकिच किचकिच नगर है, बुढाले एक कप मिठो चिया खुवाउँछ भनेको त टाउका आएर फोन फोन घुम्छे। पग्नु चिया पचालेको छ। मेरो कुरै बुझ्दैनन् बा, कति दुःख गरेर त्यो काजीको तमसो च्यात्न लगाएँ, त्यही पनि यसो गरिस् त्यसो गरिस् भन्छन्। चतुरे कहाँ जान्ला? नुन किन्न जान्ला? हे मुला, यत्रो मान्छे भएर पनि अझै नुन किन्न जाने? सुन किन्न जानलाई त पैसा पनि कमाएको हुनु पर्यो नि, नुन किन्न जानु परेन? मैले त्यसो भन्न खोजे होइन क्या। नुन तेल खोर्सानी बेसा त्यो त आइमै मान्छे जाने हो क्या किन्नलाई। हामी जस्तो केटा मान्छेले यस्तो काम गर्न सक्छ त? के चाहिँ ठुलो काम गर्ने त? अब यति गरेन भने घरमा दिदीले खानै दिन्न भनेको छ। यति सानो कुरा डराएर हुन्छ? जे भयो नि हामी छोरा मान्छे हो, कुल धान्ने मान्छे। कुल धान्ने मान्छे त हो। अब दिदीले भनेको मानेन भने बिहे नै नगरिदिलिन् जस्तो छ। कसरी धान्ने कुल? यो परिवारले हामीमाथि ठुलो शोषण गरेको छ, अब हामी त्यत्तिकै चुप लाएर बस्नुहुन्न। त्यही चुप लागेर बस्नु हुँदैन भनेर म त नुन किन्न जान्ला। हे भगवान्, नुन सुन किन्नु पर्दैन क्या, त्यो पैसाले हामीले 3टा चुरोट किनौँ, हिँड बरु जाउँ। यस्तो आइडिया सिकाउँछु तँलाई म, शान्तिले पुरा दुखै गर्नु पर्दैन। चुरोट किन्ने रे? हो क्या, हिँड्न जाउँ। एकछिन बसौँ है। मल पनि पाइएन, बिउ रोपिसक्यो, के गर्ने होला? अलि विचार गरेर काम गर्नुपर्छ के बुढा। मलाई त यो खेतबारीको कामै फाप्दैन। खेतबारीमै खेलेर हुर्केको हामी आफ्नै माटो पनि नफाप्ने भन्ने हुन्छ र?
हे तपाईँको पनि कुरा मात्र ठुलो बिरुवा सबै मर्न लागिसक्यो खोइ त मल ल्याउन सक्नुभयो ल्याउने त भनेको नि अब अभाव रहेछ गाउँमा मल हतपत आउला जस्तो छैन खेतीपातीको काम पनि झन्झट मात्र हो के बुढा कहिले बिउ पाउँदैन कहिले मल पाउँदैन वर्षभरि दुःख गर्यो 5-7 मुरी पनि आउने होइन बरु यो झन्झट कामै नगरौँ के बुढा यसैबाट जीविका चलिरहेछ खेती नगरेर के गर्नु बाँझै छोड्दिनु किन जग्गा बाँझै राख्नु बरु बेचौँ त्यही पैसा ब्याङ्कमा राखौँ ब्याजै खाइ नै पुग्छ नि काम गर्न गाह्रो भयो भनेर खेतबारी नै बेच्नु समस्याको समाधान हो त म काई सबसँग पैसा मागेर पुरै टोलभरि पुग्ने एक ट्रक मल लिएर आउँछु घर गएर मिठो खाजा बनाऊ है बाउआमाले पनि कस्तो हलीसँग बे गर्दैछन् खेतीपातीको काम गर्दै जिन्दगी जाने भयो खुरुक्क बेचेर पैसा नलिगेर धिक्कार छ मेरो जिन्दगी नमस्कार काई साहब नमस्ते नमस्ते हजुरकोमै म जान लागेको ठ्याक्कै बाटोमै भेट भयो कति कामले आउन लाग्थ्यो जीवन भाइ काई साहबले सानो सहयोग गर्नुहुन्छ कि भनेर आएको भन न भाइ के गर्नु पर्यो सक्ने चाहिँ त गरिहाल्छु नि गाउँमा मलको साह्रै अभाव भयो काई साहब हैसँग सल्लाह गरेर त्यसको समाधान गरौँ कि भनेर मैले पालिका अध्यक्षसँग कुरा गरिसकेँ अर्को महिना मल आउँछ भनेका छन् अर्को महिना त साह्रै ढिला हुन्छ होला काई साहब बिरुवामा किरा लाग्न थालिसक्यो कुरा त ठिकै हो अब के गर्न सकिन्छ र बिउमा नि धेरै खर्च भइसक्यो अहिले नि मसँग खासै पैसा छैन काई साहबले अलिकति पैसा दिनुभयो भए म काठमाडौँ गएर एक गाडी मल लिएर आउँथेँ पुरै गाउँलाई पुग्थ्यो हुन्न यो सापटीको कुरा चाहिँ मबाट हुन्न लिने बेलामा चाहिँ हात जोडेर आउँछन् दिने बेलामा मर्ने आउनेन अहिले पनि गाउँमा लाखौँ छ उठ्न मेरो यो पैसा दिने काम मबाट हुन्न त्यति गरिदिनु भयो भने गाउँलेलाई ठुलो गुण हुन्थ्यो काई साहब माफ गरिदियो भाइ यो गाउँलेलाई गुन्लाउने काम मबाट हुन्न यति दुःख दिएछन् मलाई मात्रै थाहा छ हस् काई साहब उसैले म लाग्छु सारा गाउँलेलाई मेरै पैसा चाहिएको छ होला झन् हिजो नै छिट्टो आइज भनेको त यति बेलासम्म आउँदैन ल हाई नमस्ते सन्चै हुनुहुन्छ सन्चै छ थाहा छ अस्ति हामीले बनाएको टिकटकमा त कति धेरै भ्युज गएछ नि फेरि एउटा टिकटक बनाऊँ न माफ गर्नुहोस् है मलाई अहिले टिकटक बनाउनै मन छैन लौ किन तपाईँ त झन् टिकटकमा भाइरल भएको मान्छे टिकटक बनाउन त जति बेला नि रेडी हुनुपर्ने नि त्यसो होइन नि हाम्रो लागि पनि टिकटक त मनोरञ्जन त हो नि कहाँ हामीलाई पनि सधैँ टिकटक बनाउन मन लाग्छ त म त अझै अरू कुराहरू सोचेर दिन बिताइरहेको छु किन अरू सोच्नु पर्यो र अहिले त टिकटकबाटै लाखौँ करोडौँ कमाउँछ भन्छन् कमाउन त कमाएला टिकटक भनेको एउटा मनोरञ्जन त हो नि पछि कहीँबाट बन्द भयो भने टिकटकलाई नै मुख्य स्रोत बनाएर बसेकाहरूले कसरी जीवन चलाउने त्यसैले म आजकल आफ्नो क्षमता बढाउन लागि के गर्न सकिन्छ भनेर सोचिरहेको छु तपाईँले भन्नुभएको पनि ठिकै हो अब टिकटकमा डान्सै गर्न पनि त डान्स सिकेरै गर्नु पर्यो अभिनय गर्न पनि अभिनय सिकेरै गर्नु पर्यो पछि टिकटक बन्द नै भयो भने पनि त अरू काम पाइन्छ भन्न खोज्नु भएको होइन त हो नि मैले बुझाउन खोजेको कुरा पनि यही हो छोडौँ यो कुरा अब कता जाने कता जानु र आउन यति ढिला गरेपछि जाउँ त्यहाँ मन्दिरतिर गएर फर्किनु जाउँ ठक्कर माया तिमीलाई पनि चिन्दिन होला त म कसरी चिन्छु पहिलो कुरो त म अर्को जातको मान्छे मान्छेहरू मलाई छुनै डराउँछन्
त्यसमाथि म गरिब, मान्छेहरू टाढै बस्छन् मदेखि। तिमी बाहेक को छ र यसरी मेरो नजिक हुने? नाटक, म नहुँदा कति केटीसँग जिस्किन्छ होला। तिम्रो कसम माया, मैले तिमी बाहेक अरू कसैलाई आँखा उठाएर हेरेको पनि छैन। थाहा छ के बुद्धु, जिस्केको पो त। तिमीले मलाई कति धेरै माया गर्छौ भन्ने थाहा पाएर त म तिम्रो नजिक आएको नि। तिमी त नजिक हुन्छौ, तर मलाई बेला बेलामा डर लाग्छ। काजी साहबले के हाम्रो सम्बन्ध स्वीकार्नु होला त? के को काजी साहब, ससुराबा भन्न थाले हुन्छ कि तिमीले? म घरकी एक्लै छोरी, अनि मैले भनेको कुरा नमान्ने हुन्छ त? उहाँलाई पनि गाह्रो हुन्छ नि यो सम्बन्ध स्वीकार गर्ने। गाउँलेहरूले कति कुरा काट्छन्। कुरा काट्ने मान्छेले काट्छन् नि, हामीलाई के मतलब? खै मलाई पापा काम गरेर आएको होइन? भारी बोकेर कति नै कमाइन्छ र? अलिअलि कमाइया थियो, घर खर्चमा सक्यो, बाँकी पैसाले किन्न सक्यो। के दियौ कति दियौ त्यसले केही फरक पार्दैन। जबसम्म मायाले दिन्छौ त्यो नै मेरो लागि ठुलो कुरा हो। यही मात्र बसिराख्ने कि कतै घुम्न पनि जाने? हुन्छ, जाम न त। म त हिँड्न सक्दिनँ है मेरो भरिया, मलाई त बोक्नुपर्छ। खै दिदी, ए दिदी, कल्पना दिदी। हजुर, एकछिन है। ए सङ्गीता, तिमी भन न के काम थियो? खै दिदी के भनौँ, हाम्रो नानीको पढाइ रोक्यो। नर्स बन्छु भन्नुहुन्थ्यो, हामीले पढाउनै सक्यौँ। साधारण कक्षामा भर्ना गर्न पनि पैसै भएन। हजुरले अलिकति सापट दिनुहुन्छ कि भनेर। आफू त महादेव उत्तानटाङ, कसले देला बर भनेको जस्तो। कहाँ छ र पैसा तिमीलाई दिनु? दाइले त कमाउनुहुन्छ, जोगाउनुहुन्छ, कति हुन्छ थोरै भए पनि पाए हुन्थ्यो। पैसा त सुक्को पनि छैन। 2-4 छाक तरकारी बेचेर कति नै कमाइ हुन्छ र? तिमी आफै भन त। मेरो बुढा त पैसा खोज्न काजीकातिर गएका छन्। बरु तिमी पनि उतै गएको भए हुन्थ्यो नि। काजी साहबको पुरानो पैसा तिर्न बाँकी छ, अब कुन मुख लिएर ऋण माग्न जानु? तिमीलाई ऋण दिएर त कामै रहेन रहेछ नि। पैसा चाहिँ खोज्ने, फिर्ता नगरेर हुन्छ? फिर्ता त गरिहाल्छन् नि दिदी, सधैँ एकनास नहोला त। हाम्रो पनि दिन आउला, उहाँले काम गर्नुहुन्छ अनि सबै ऋण तिर्छौँ नि। कहिले चाहिँ गर्छ त तिम्रो बुढाले काम? बरु यता सुन, तिम्रो पनि खेतबारी छ, त्यही बेचिदेऊ न, पैसा आइहाल्छ के अरे। मेरो बुढाले पो मानेनन्, तिम्रो त्यो लफङ्गो बुढाले त मान्छन् होला नि। जग्गा बेचेर त कति दिनसम्म जीवन धान्न सकेला र दिदी। म पनि काम खोज्दैछु, उहाँले केही गर्नु भएन भने म आफै जान्छु विदेश कमाउन। जवानी भरि दुःख गरेर रमाउने चाहिँ कहिले? फेरि आइमै मान्छे विदेश गएको पनि त्यति राम्रो मान्दैन। बरु यता सुन, एउटा गतिलो केटा खोजेर गइदेऊ। उमेर छँदैछ क्यारे? त्यस्तो पाप त म सोच्न पनि सक्दिनँ। हजुरले कसरी भन्नुभयो दिदी? केटाहरूले चाहिँ 2-3 बे गरेर ल्याउन मिल्ने, तिमी पनि एउटा छानेर गइदेऊ न, के फरक पर्छ? मलाई पो बुढाले सुखसँग राखेका छन् त, दुःख पा तिमीले हो क्यारे? सल्लाहको लागि धन्यवाद दिदी, तर 2 दिनको रमाइलोको लागि म यतिसम्म पनि किन्न सक्दिनँ। दाजु नमस्ते। नमस्ते। यहाँ तल कुबेर गाउँबाट 2 बोरा चामल ल्याउनु पर्ने थियो। कसलाई काम लगाऊ भएको थियो। तै बाटा भेट भइस ल्याउँछ छैन? हुन्छ काजी साहब, ल्याउँछ। त आजभोलि अलिक ठुल्ठुलो कुरा गर्ने बाँचोस् रे। अलि राम्रोसँग बोल्नु न ड्याडी, ऊ पनि त मान्छे हो नि। एउटा मान्छे भएर अर्को मान्छेसँग बोल्ने तरिका यही हो? ठुली भइस होइन त? बाउलाई तरिका सिकाउने? तपाईँले बोलेको तरिकै त्यस्तो छ त। अनि भएको काजी साहब, उहाँको कुरामा ध्यान नदिनुहोस्, म अहिले गएर चामल ल्याइहाल्छु।
कति पैसा लिन्छस्? भारीको 200 दिनुहोस् न, टाढाको बाटो छ। तँलाई मैले चामल किनेर लिएर आइज भनेको होइन, चामल बोकेर लिएर आइज भनेको। मान्छे भएर हरेक कामको इज्जत गर्न जानुपर्छ ड्याडी। भारी नै बोके पनि त्यो मेहनतको कमाइ हातमा दिनु पर्दैन। के हेरेर बसेछस् त? जात नफाल है, जात नफाल। हातमा दिनुपर्छ कि कहाँ दिनुपर्छ थाहा छ मलाई। गाउँलेले देख्यो भने के भन्लान्? ठक्कर। बिहानको तरकारीलाई नुन लिन गएको मान्छे यति बेला भइसक्यो, आउँदैन। आफै खोज्न हिँड्नु परेको छ। ए नानी हो, पर्ख पर्ख। तिमीहरूले मेरो भाइलाई देखेको छ? तपाईँको भाइलाई बाटोतिर खोजेर पाइन्छ। वन जङ्गल झाडी भिरतिर जानु न, धुवा उडाउँदै होला। हाम्रो गाउँमा यस्तो अरू कोही थिएनन्। तपाईँको भाइ र यसको दाइ नराम्रोसँग बिग्रे। बिग्रिन त बिग्रे भनेर त्यतिकै छोडेर भएन। सपार्नेतिर पनि त लाग्नु पर्यो। मेरो दाइले त न आमाले भनेको मान्छ न भाउजूले भनेको मान्छ। कसले सुधार्नु अब त्यसलाई? तपाईँको भाइको चाहिँ विचार गर्नुहोस् है, फेरि हातबाट उम्केला। अस्ति 2 भाटा लाएदेखि बिहान त खुरुखुरु काम गरिरहेको थियो। सप्रे होला भनेको त फेरि बिग्रियो। के गर्नु? अब उसको नि विवाह गरिदिनुहोस् के। अब केटाहरूलाई तालाउने भनेको बुढियाले त हो। हुन्न, पहिले आफ्नो भाइलाई सुधार्नुहोस् अनि मात्र बिहे गरिदिनुहोस्, नत्र एउटा केटीको जिन्दगी बर्बाद हुन्छ। बिचरा मेरो भाउजूले त कति दुःख पाउनु भएको छ। केटी राजी भएदेखि त बरु बिहे गरिदिन्थेँ के। मेरो बोझ पनि कम हुने। बिहे गरेपछि जेसुकै गरोस्। बरु ए नानी जाउँ न खोज्न। तिम्रो दाइ पनि सँगै होला। मेरो दाइ त घरमै होला। बिहानै भाउजूले गाली गर्नु भएको थियो। ओ, तिम्रो भाउजू त यता आउनु भएको छ। नानी, दाइको फेरि हराउनु भएछ। घरमा हुनुहुन्न, घर आएर खाना खानुभएको होला भनेको त जस्तो छोडेको त्यस्तै रहेछ। पक्कै पनि तिनीहरू दुईजना गाजा खाएर कतै लडिरहेको हुनुपर्छ। जाउँ सल्लाहघारीतिर। तिनीहरूलाई भेटेर सिस्नु पानी नल्लाई भएन। जाउँ त्यसो जाउँ खोज्न जाउँ बस्नलाई जाउँ। होइन, कता हिँडिरहेको छ यो महिला मण्डली? मेरो भाइ र यिनको बुढाले दिनै दुःख दिए, त्यही भएर खोज्न हिँडेको। ल हेर, अहिले नै खोज्दै हिँड्नु परेछ यिनको बुढालाई। धन्न मैले पैसा दिएको भए त यो सङ्गीतालाई पनि खोज्दै हिँड्नु पर्थ्यो होला। कुनचाहिँको पैसा खाएर भागेको होला नि यिनको बुढा। पैसा खाएर भागेका होइनन्, दुर्व्यसनमा फसेका मान्छे लागु पदार्थ सेवन गरेर कतै अचेत अवस्थामा छन् कि भनेर खोज्न हिँडेको। तपाईँ त्यसै बढी नबोल्नुहोस्। ए, मैले त अर्कै सोचेछु, माफ गर्नु होला है। जाउँ न, हिँड्नुहोस्। उनीहरूले खोज्दा पछि तपाईँको बुढालाई उनीहरूले बिगाड्लन्। जान त हुन्थ्यो कि मेरो चाहिँ अलिकति काम छ के। कहाँ जान लागेको छौ र? ठुलै काम छ? सङ्गीताले नन्दलाई पढाउनलाई अलिकति पैसा मागेकी थिइन्। त्यो पैसा आफूले दिन नसकेर कस्तो नराम्रो लागिरहेको थियो। त्यही भएर गाउँतिर यसो बुझ्दिउँ कि भनेर हिँडेकी। पर्दैन, भाउजूले मलाई थाहै नदिई तपाईँसँग पैसा माग्न जानु भएछ। तपाईँसँग पैसा माग्न जानुभएको भन्ने थाहा पाएको भए म आफै पर्दैन भनिदिन्थेँ। होला भन्थ्यौ खुब। घरमा चाहिँ कराएर आफैले लिन पठाएको होला। अहिले यहाँ चाहिँ ठुलो कुरा गर्ने भयो। यो कुरामा अब धेरै बहस नगरौँ। गल्ती मेरै हो, तपाईँसँग पैसा माग्न आयो। तपाईँले हाम्रो लागि दुःख नगरिदिनुहोस्। जाउँ हामी। गुण गर्न लागेका त कहाँ छन् र यिनीहरू? धन्न एउटा बाहना चाहिँ मुखमा आइहाल्यो, नत्र त यिनीहरूकै पछि लागेर हिँड्नु पर्थ्यो।
भएछ। ए बुढा, ए बुढा। दिदी, भाउजू, यता आउनुस् यता। यिनीहरू यता गाजा खाएर बसिरहेछन्। सुन न, म मेरो बुढी डराउँछु भन्ने खाने होला छैन। म मरि गएर डराउँदैन। त्यही त म पनि तपाईँको बुढीसँग डराउँदिनँ। बुढीसँग नडराए नि, दिदीसँग त डराउँछस् होला नि। सिस्नु पानी लिएर आउँदै हुनुहुन्छ। दिदी, ए दिदी म नानी आँखा खोला न। नानी नानीको रगत भएछ। छिटो छिटो हस्पिटल लानु, हस्पिटल लगौँ, हस्पिटल। स्टेजर पनि छैन गाउँमा, कसरी लाने होला? बाटो पनि बिग्रेको छ। गई बरु मै बगेर लगिन्छु। खै ल्याउन छिटो गर्नु। गई जा पर्दैन, जाँदैनौँ हामी हस्पिटल। के भन्दैछस् त यो? बहिनीको यहाँ ज्यान जान लागिसक्यो। हस्पिटलमा लगेर मात्रै हुन्छ? हस्पिटलमा खर्च गर्ने पैसा कहाँ छ? सित्तैमा उपचार त गर्दैन होला। हाम्रो भविष्य देखिसकेँ मैले। हामी बेवारिस लास भएर बस्नुपर्छ। तपाईँसँग त लास उठाउने पैसा पनि छैन होला। तपाईँ बस्नु गाजा खाएर, रमाइलो गर्नुहोस्, यिनलाई मर्न दिनुहोस्। दुनियाँ गाउँलेहरूको वचन सहेर, आफ्ना सपनाहरू मारेर यसरी पल पल मर्नुभन्दा त आज एकैचोटि मर्छ। सङ्गीता, मलाई माफ गर्दै। अबदेखि यस्तो कुलतमा म कहिले पनि फस्दिनँ। तेरो कसम। त बहिनीलाई लिएर हस्पिटल जाँदै गर। म कतैबाट पैसा रिम्पान खोजेर भयो नि मेरो बहिनीको लागि उपचार गर्छु। छिटो जा। मद्दत गर्नु पर्यो। उता नानी लडेर बिहोस छ, हस्पिटल लाने मसँग पैसै छैन। लु न काई साहब। के गर्छस् यो लफङ्गा? छोड मलाई। काजी साहब, जीवन मृत्युमा लडिरहेछ। तपाईँले यति मद्दत गर्नु पर्यो काजी साहब। गर्छु तँलाई मद्दत। अस्ति मेरो पैसा पटाउनलाई नाना थरी नाटक गरे होइन तैँले? ठिक छ, तँलाई पैसा दिउला। तर के काजी साहब, म हजुरको जुनसुकै सर्पन मान्न तयार छु। पहिलाको सबै र अहिलेको समेत पैसा दिन्छु भनेर कागज गर्छस् भने म पैसा दिन तयार छु। कुरो बुझिस्? हुन्छ काजी साहब, यति कुरा मलाई अहिले मद्दत गर्नुहोस्। म हजुरको एक एक पैसा फिर्ता गर्छु। ल त्यसो भए वाह। ला यहाँ साइन गर। ला देश डुब्न थालिसक्यो, कोहीलाई छैन वास्ता। सबैजना आफ्नै तालमा हुन थाले व्यस्त। देश डुब्न थालिसक्यो, कोहीलाई छैन वास्ता। सबैजना आफ्नै तालमा हुन थाले व्यस्त। आफै ठान्छन् आफू राम्रो, कोही छैन व्यर्थ। जसरी नि कमाउने हो सबको यही स्वार्थ। कोहीलाई के को चक्कर यहाँ,
कोहीलाई के को चक्कर, कोहीलाई के को चक्कर यहाँ, कोहीलाई के को चक्कर, कोहीलाई भने मोज मस्ती, कोहीलाई भने ठक्कर, कोहीलाई भने मोज मस्ती, कोहीलाई भने ठक्कर 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 ठक्कर।